होइन म जान्ला कहाँ जान्ला त किन एकछिन लेट्स स्टार्ट फ्रम द बिगिनिङ है अनि हामी चाहिँ अब अनिको घरमा आएका छौँ अनिको घरमा अहिले कोही पनि हुनुहुन्न अनिका आएपछि पनि यो दुइटै त्यो किचन भयो अनि यता चाहिँ त्यही भूकम्प पछिको घर भयो अनि त्यहाँ माथि पनि छ बस्नलाई अनि यता कटेजमा पनि छ सुत्नलाई त्यहाँ चाहिँ अनिको हजुरआमा सुत्नुहुन्छ होला सायद ल यसपालि चाहिँ अस्ति नैको भ्लगमा राम्रोसँग गाउँ देखाउन नपाए नि यसपालि चाहिँ हामी प्रोपरली गाउँ देखाउँछौँ होइन खाली हुँदाखेरि र मान्छे हुँदाखेरिको गाउँ दुइटै देखाउँछौँ चिन्ता नगरौँ ल इडियट अब हामी चाहिँ ब्रस गर्न गइरहेको छौँ मन्जन दिनु त मन्जन तपाईँलाई कस्तो लागिरहेछ हाम्रो गाउँ एकदम रमाइलो वाउ जानै मन लागेन म त जाँदै जाँदिनु ल हामी चाहिँ अब अनिकलाई लिन आएको यहाँ कहाँ नमस्कार अरे नमस्कार खोइ नमस्कार अरे नमस्कार अर्को खोइ सामले नमस्कार अरे ल पुन्डीले अब पुन्डीको बाल नमस्कार अरे ल जाऊ राम्रोसँग नमस्कार नमस्कार बाबा नमस्कार बाबा ए हाम्रो अर्को गुल्ली आइसक्यौँ हामी चाहिँ गुटुङ सबजना है रमाइलो रहेछ है एउटा गाडी नै भर रहेछ त अहिले आउला नि त शिखा चाहिँ कत्रो ठुलो भएछ ल गर ल पिस आउट यता हेरेर भन रुबिन दाइलाई घोसे भन्ने हो लाज लाग्दैन स्वागत छ तपाईँहरूलाई फेरि पनि होइन हामी छौँ गाउँमा विशेष डे 2 डे 1 को भिडियो गर्न पाइएन हतार थकाइले गर्दाखेरि यावेश पुरै हाँसिरहेको छ होइन अलिक थकाइसकाइले गर्दाखेरि भिडियो गर्न पाइएन व्हाट्सअप ब्रो ए अल गुड सो वी ब्याक इन भिलेज फर दसैँ अनि त्यही हो भर्खर उठेको फ्रेस पनि भएको छैन हुन त 8 बजिसक्यो त्यही पनि यस्तै केटाहरू अब भ्लग चाहिँ म तल घरबाट सुरु गर्दैछु किनकि म त दिवसकोमा सुतिरहेको थिएँ अनि त्यही हो हाल्छु यो गाइस एकछिनमा हामी चाहिँ हाम्रो गाउँको यो के हो यो खजाङ्ली झर्ना खोला झर्नाबाट यो चाहिँ झर्ना हो यो बग्दै गएर खोला बन्छ सो झर्नामा आएको छौँ गाउँ आएको बेला यसो भिजिट हानौँ भनेर यहाँ कोक पनि छ फ्रिज नेचुरल फ्रिज हो त्यो चाहिँ पानी यस्तो चिसो छ खुट्टा डुबाएर बस्न मजा आउँछ खोज्ने हो भने गङ्गाटा नि भेट्टाउला तर यहाँ समात्न सक्ने कोही नि छैन त्यो भएर नखोजेको पुरै सामानहरू चामल त माथि घर पुर्याएको यहाँ तेल र अनि यो पानीपुरी बनाउनलाई आइटमहरू बनाउनु भएको थियो एरिका फेरि हाई गर बन्द गरिदेऊ त के खाएको खै ए यहाँ चाहिँ हाम्रो समीको रुख थियो क्या पहिला बब्बाल ठुलो थियो यो रुख छ नि सानो हो त्यो रुखमा यत्रो ठुलो रुख थियो यहाँ खाल्टै छ हेर न सबै यो पुरै त्यस्तै हो लाइटिङ स्ट्राइक भएर चाहिँ हाम्रो यहाँको रुख ढलेर चाहिँ यो समी डाँडा रुखै भएर समी डाँडा भनेको लाइटिङ स्ट्राइकले रुखै ढालिदियो तर पनि समीको रुख ठुलो हुँदाखेरि चाहिँ दसैँमा मान्छेहरू सबैजना यहाँ आउँथ्यो क्या यहाँ पिङ खेल्थ्यो अनि यो अगाडि घर देखिरहनु भएको छ भने यो घर चाहिँ पहिला दोकान थियो अन्त माथिबाट तास खेल्नुहुन्थ्यो हाम्रो ड्याडीहरू सबैजना मान्छेहरू अनि बच्चाहरू पिङ खेल्ने अनि कपाल गरेर खाने तास खेल्ने सबै यहीँ रमाइलो हुन्थ्यो लास्टै रमाइलो थियो आज यो घन्टोको आएर चाहिँ भैँसी काटेको माथि थानमा हो तर पहिला यहीँ काट्थ्यो कि होइन त हो त्यहाँनिर बानी गरी काट्थ्यो कि हो त्यहाँ जस्ता देखिरहनु भएको छ नि त्यहाँ हामीले देखाएको आरोहण हो हाम्रो हामीले त्यहीँको सम्पत्ति यो बाटो फाड्ने भन्थ्यो यार फाड्दै ओ धन्दे मुला तल खस्यो हो अहिले गोठ मैले गर्नु यस्तो बेला हेर्नु
आरनिर गएर देखाउ न ए त्यो केजिएफमा गएर जस्तो तिमी अग्लो भने के हो मै अग्लो छु यार तिमी र म नाप्नु त अब ल अलिकति हो ल को अग्लो भन्छ रुकु म होचोमा परे नाटक नगर ल होचोमा परे अलि यता बस्छ त तिमी ल या यस्तो मलाई फाल्टोमा अब चाहिँ हामी अनिको घरमा छौँ सो आज टाउको हल्लाउँदा पनि हल्लिन्न है क्या चक्कर छ कि हेर नि टाउको हेर कि सो यो चाहिँ हाम्रो आज फुलपातीको भोलिपल्टको दिन पूजा गर्नुपर्ने दिन हो सबैको ठाउँमा पूजा गरिसक्यौँ हामीले अनि यहाँ बाँकी ठाउँको चाहिँ रेकर्ड गर्न सकिएन यहाँको चाहिँ एकै फाइनल्ली रेकर्ड गर्दैछौँ टिका त भोलि हो साथीहरू यार कहाँ भोलि हो टिका पर्सि हो टिका भोलि हो साथी पर्सि हो क्या आज 14 गते हो भोलि 15-16 गते टिका हो ए हो यस वी हेभ वान एक्स्ट्रा डे वी हेभ वान डे लेस भनौँ न मम्मी पानी तात्यो पानी पूजा गरिन्छ पूजा सुजा गरेर सक्दिन भाइ मनाइन्छ लगाडी चक्करमा आफ्नो आकाश अङ्कलले हेर्नु भाले त आफूभन्दा ठुलो लेखा त सरल भाइ कहाँ जान्ला तिमी कहाँ हिँड्नला म लिप्लिङ किन भात खायो मेन क्यारेक्टर गायब छु भने हैन ल मेन क्यारेक्टर म है यो ब्लगको बोल न त ल मेन क्यारेक्टर यस्तो इन्टरटेन गर लिप्लिङ जाँदैछौँ सुँगुर लिनको लागि हैन बाँकी कुरा बाटोमा देखाउँ केमा लिएर आउने हो क्यामेराम्यान बाटोमा आयो भने क्यामेराम्यान त नेभर गोज खोइ सान पाऊ भने त्यो छोड एमएस गर्ने काम भइरहेछ के गर्ने हो त्यो फेरि त्यो पनि चढाउनु पर्छ र गोबरले देऊ सुगुरी बनाउनु रेडी भयो डल्ले च्याउ इज भेरी गुड आमाले यस्तो मजाले लहरी बनाउनु भएको छ फोकस क्यामेराम्यान फोकस लहरी पूजा गर को हामी हामी त कहाँ थियो कहाँ त्यत्रो दुईजना अल्लारे केटाहरू गइरहेको रहेछन् हामी रुबिन र दिवस दाई गाखा भन्दै गाखा जान्छ हामी चाहिँ उनीहरू गएको भन्दै फर्क्या हो अब बोलाइदिनु पर्यो होइन हामी पनि जाने एकछिनमा नजिक नजिक गयो नि टोक्यो भने अर्कै सुँगुरले पनि टोक्छ सुँगुरले टोक्छ र भने टोक्दैन त्यसले त्यस्तो अँठ्या बेलामा पालु हुन्छ नि त्यसको परा हाम्रो यत्रो ठुलो सुँगुर काटेर नि त्यो बेला नानी रोएर साथै गएको पूर्णिमाको भेडी बनाउँछ यसरी अगाडि गयो थिएँ त्यो घाँटी रहेछ टुर कामेर भेडी गर्छ भने अगाडि खोइ हात देखाउनु त ए आमा व्रत भएको मान्छे त्यही पनि आज मेरो पूजा सुजा सकिएर यस्तो काम गर्दैछु अझ बाँकी छ ए यत्रो छाला त छाला सिङ्गै बाँकी रहेछ त यिनीहरू छाला होइन ठुल्दिप्लिङ अरे ठुल्दिप्लिङ किन मासु लिन हो बुङ्गुरको बुङ्गुर हिँडेर अरे क्या त्यहाँबाट 60 केजी छ है 60 केजी हो 30 थाल्ने भनेको तिम्रो ए 50 थाल्ने भनेको तिम्रो 62.5 हुन्छ अब एउटा ठुल्दिप्लिङतिर स्विजरल्यान्डतिर रहेछ अब अहिले त जानु पाइँदैन कस्तो खेलाएछ हौ स्विजरल्यान्डतिर हो अनि अब जान्छौँ हामी ऊ त्यहाँ त मुखमा के लाग्यो भने त कस्तो गोरो देखेको टाटे देखियो त अनि राम्रोसँग मुख देऊ न साबुन लगाएर अनि टी सर्टले पखाल्ने हो त यता साबुन दल्यो टाटे भएर राम्रोसँग धो यता फाइनली 10 दिन टिकाको दिन
दशमी पनि भनिन्छ टिका पनि भनिन्छ जीवस साथी उठ्नै खोजिरहेको छैन अनि जब्बर पानी पर्छ क्या अक्टोबरमा पानी पर्छ भनेको थियो अक्टोबरमै पानी पर्यो अनि बाटो पुरै हिलो छ यस्तो छ बाटो होइन पुरै चिप्लो छ हेरौँ आज के हुन्छ कस्तो हुन्छ नमस्कार लिपस्टिक टाढो बोल्ने क्या बोल्न टाउति लगाइदिउँ सब आलुको हातमा जान्छ जसलाई खानलाई मेरो ड्याडी हो तिम्रो को पर्छ हजुरबा हो मामा त मम्मीको नि होइन बाबु काँडा लगाइदिउँ अनि लाउन्जेल कोनी लाउन्जेल यति बेला निधार हो अनि सबै छोप्यो ए भएन कि बाबु हात तलै गरेर 2 हात आशीर्वाद दि 2 हात हो अलि तर राख आशीर्वाद के दिनमा हात नि ठुल बाबा त पछाडिको मान्छे हटे नि हो नि मनमनै दिएछ नि त गाह्रो भयो हेर न त्यो टेप्छ भने त सारा त सबै ओ मेरो भाइ बच्चा टिका लाएर तल अरू भ्या यो यहाँ आएर टिका लाएर बसिरहेको लगाइदिनु भने लाए के लाए जानला हो एरिका के भयो भने बढे बिग्रिने सब ब्रो I have lot of money. कति हो भाइ टन्नै हो क्या 500 कति डालो 500 100 पनि छ त सो हामी चाहिँ टिका लाएर सकेर तल घर टिका थाप्न जाँदैछौँ लाँदैसँग कहाँ 500 दिन्छ ल 500 दिन परिहाल्यो नि अन्त आसले बाँकी आफैले हो बुहारीले 500 दिन पर्न 100 रुपैयाँ 500 ल्याउनु न मम्मी भयो मैले ल्याएकै थिएन त 500 को त ल अघि बढ्नै नदिनु पर्यो निन्दा त पैसा बाडेर ल आमा छोरीले उसले बाचा निभा हो के चाहिँ मलाई भनेको थियो 100 रुपैयाँ दिन्छु भनेर हो ज्ञानी उनी भन्नु न रे ज्ञानी हुने रे आज जति भने नि तिमी हुँदै हुँदिनौ राम्री मान्छे बना ज्ञानी भौ ल जिउको गर ममको खुट्टा ढोग ममको खुट्टा ढोक्न पर्छ भने ल फर्स्ट टाइम है यो चाहिँ हाम्रो टक्क लाएर
यो चाहिँ दाजुबहिनीको फर्स्ट टाइम त्यो टिका अनि भन्दैसँग ठुली हुनु अर्को वर्षबाट दाइ जता गयो पनि नमार्ने आफ्नो ध्यान पुऱ्याएर दिमाग पुऱ्याएर सबै काम गर्नु साइन्स लिएर जमरा लगाइदिन्छु अर्को वर्ष भएछ भने अर्को वर्ष भइनछ भने यही वर्षको नेक्स्ट खै कति गर्नुपर्छ क्या बहिनीले नि पहिलोचोटि हामी चाहिँ स्विजरल्यान्ड जानु लाग्यो हो हाम्रो लोकल स्पटमा तलपट्टि अनि टिकाको दिनमा आज पनि सेम एज 2021 भ्लग गर्न अलिकति भ्याइएन मिलेन अथवा भनौँ मैले सकिनँ अनि के छ त केटा से समथिङ इन भ्लग म्यान स्विजरल्यान्ड स्विजरल्यान्ड त्यो प्लेस चाहिँ कस्तो छ भने भाइ यस्तो दामी छ कि होइन हेर्दा पनि मजा आउने कि अगाडि हेर्दा नि त्यो यस्तो त्यो टेरेस फार्मिङ कि टेरेस फार्मिङ त्यस्तो स्टेपमा बारी भएको हरियो फेरि त्यस्तो रोपाइ पनि नहुने कि त्यो बारीमा सावर थान माथिपट्टि यहाँ पिङ हालेको थियो तर आजभोलि हाल्नु हुँदैन अनि यहाँ चाहिँ भलिबल कोर्ट थियो अस्ति भैँसी काटेको चाहिँ यहीँनिर हो होइन रगतहरू पो त छ यहाँ रेस्ट इन पिस म्यान हुन त खाइसक्यो यही हो कि सबभन्दा नमजा पार्ट के दसैँको के आफू रमाइलो गर्नलाई वी इट अदर्स क्या हुन्छ नि लाइक थ्याङ्कफुल नो ब्रो यस्तो यस्तो कुरामा थ्याङ्कफुल हुनु हुँदैन थ्याङ्कफुल फर देम नो है पाइप लाएर माछा मार्छ सायद कस्तो कुरा गरेको पाइप लाएर पानी पास गरेको खै 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 समाता त आउँछ नि आउँदैन नि त्यसको बिचमा समात है त्यसको अगाडिको हात चाहिँ समात अगाडिको हात समात दुई अगाडिको टुप्पो मात्रै समातेन त्यसको दुई हात वाट खोज्ने हो भने गङ्गाटा नि भेट्टा होला तर यहाँ समात्न सक्ने कोही नि छैन किन समयले खानला हो ब्याउनला त्यहाँला म त खानालाई समाज होला भने अनि कहाँ राख्छ फेरि यत्तिकै खाइदिनु ब्याउनु मात्रै हो कि के गरे खान्छ यसलाई काँच्चै धेरै प्रोटिनिसियस हुन्छ नि यो खाउ त यो खुट्टाहरू मात्रै खाने हो नि खाउँ त साँच्ची क्याराप्प पार्यो भने म यो धोती म यसको यो अमृत दुईटा हात समात्छु तिमी बिचमा च्याप्प गर्छ नि बिचमा थिच्देऊ न मोड्छ के टोक्ला है मरिसक्यो बिचमा समात नि यसरी खाने हो गाइजहरू यसरी निकाल्ने है त्यो त होइन होला अर्कै होला दिस इज ह्यान्ड एन्ड दिस इज हो यसलाई वास गर्नुपर्छ यहाँ चाहिँ भित्र गु छ है खाइसक्यो कस्तो छ अमिलो अमिलो रहेछ अलग्ग पकाला नि अलग्ग यहाँनिर च्याट्ट चुपालाम है यसरी थ्याङ्क यू सो मच गङ्गाटा उठेर खाबै उठेर अनि त्यसपछि यसलाई फेरि दिने अनि पार्ट 2 आयो पार्ट 2 पाएँ मैले स्वाद आएर आयो स्वादिष्ट धेरै प्रोटिनिसियस हुन्छ नि अब हिन्दी खाऊँ न कस्तो हो केटा मिठो यसको हात अझै चल्दाखेरि अब हामी यसरी किन हिँडेको होला दसैँको दिन भनेर सोच्नु होला
अब दसैँको दिन यसो फोटोसोटो खिच्न पऱ्यो। अब हामी अल्लारे केटाहरू यसो राम्रो देखिन पऱ्यो त्यही माथि। अब हाम्रो क्वालिटी टाइम भनौँ न, फ्यामिली टाइम त छँदैछ तर तिनवटा केटाहरूको क्वालिटी टाइम पनि हुनु पऱ्यो नि त। अनि हामी चाहिँ यस्तो बाटो हिँड्छौँ है। कति अनिक भाइ मात्र बोल्नु है, हामी पनि बोलिदिउँ न। बाटो एकदम कठिनाइ छ, हेर्नु होला। आफ्नो अनुहार देखाएर बोल्नु न। अब धेरै लामो त छैन, फर्किने बेला चाहिँ उकालो पर हल्का गाह्रो छ, तर जे होस् वर्थ इट छ। त्यो ठाउँ धेरै टाढा पनि छैन हाम्रो मामा घरबाट। कसैले यहाँ डाँडा छ, यहाँ डाँडा छ। एन्ड देयर यु क्यान सी चौताराज होइन, चौताराहरू टन्नै छ। हाम्रो केटाहरू स्पेस पाएका छन्, केही दिनपछि प्राइभेट स्पेस पाएका छन्। गुन्जियो आवाज कतै सुने जस्तै लाग्यो, डुबी सुने फेरि लाग्यो, उसैले बोलायो। त्यही छायाले, त्यही यादले, त्यही मायाले, कता छौ मेरो फुला, कहाँ फुल्दैछौ अझ, हुँदैछ मैसौ कि तिमी हरायौ गिडहरूमा, बिर्सियौ मलाई म त्यही अहिलेको फुला, तिम्रा अधुरा यादमा अधुरा याद। हिजो चाहिँ भ्लग गर्नु छुटेछ यार भाइ यार। पानी परेको थियो हिजो पनि, आज रोडका लागि भनेर नगरेको। हेर न आज फेरि दिनभरि एकछिन रोकेको छैन पानी चाहिँ। अनि हामी त्यही पनि दोकान जानुपर्ने भएर भएर म आइरहेछौँ। त्यो सुतिरहेछ, निस्किन नि मन लागेन कि है, तातो भएर सुतौँ भनेको। तर फेरि हामी चाउचाउ र सुप खानु मन लागेर हामी टाढा आइरहेको हो। त्यही गाइस बवाल पानी गइरहेछ यार। झर्ना कत्रो बढ्यो नि त यार फसाङटी खोलाको। हामी चाहिँ बिहानको 4 बजे उठेर 4 बजे अरे 5 बजे उठेर सबैजना चाउचाउ खाँदैछौँ। हेर्नुहोस् भर्खर बिहान हुँदैछ, घाम पनि उदाउँदैछ त्यहाँबाट। फाइनली यत्रो पानी परेपछि आज होल नाइट हानेर हामी सबैजना खाँदैछौँ। यो दसैँको आज 19 गते होइन, आज 18 गतेको दिन। यहाँ चाउचाउ बनाउने मान्छे बवाल भइरहेछ यार। भर्खरै पानी रोकिएको छ होइन। अनि अघि नैको त्यहाँको त्यो यहाँनिरको त्यो अलिकति रेडिस टाइपको वेदर त्यो चाहिँ अहिले चाहिँ बन्द भइसकेको छ। अनि त्यही हो, पानी परेर हामी फेरि गाउँमै फसिसकेका छौँ। बाटो चाहिँ यस्तो खतम छ यार। गुड मर्निङ एभ्रिबडी। अनि आज त सायद हाम्रो लास्ट दिन हुनसक्छ। अनि दिवस चाहिँ आज जाँदैछ। अनि रुबिन पनि जान सक्छ। रुबिन गयो भने म पनि जान्छु होला। यस्तो हिजोको अपरम्पार पानी पछि यस्तो मिठो घाम लागिरहेको छ। ल धारा एकदमै पुर्ख्यौली धारा हो यार यो।
पानी पछिको झन् कस्तो बवाल फुलेर आछ अनि त्यही हो अब तिहारमा भेटिन्छ केटाहरूसँग तर दसैँ चाहिँ आज अब अघि भर्खरसम्म नि केही फिक्स नै थिएन जाने कि नजाने भनेर फेरि अनि केटाहरू मात्रै जाने सबैजना जाने रहेछन् अनि मलाई एक्लै बस्ने झ्याउ लाग्यो कि त्यही भएर पछाडिबाट रुबुन्डे भिन्न जाँदै हुन्छ प्लिज खत्तम छ बाटो सेफ हुनुपर्छ जाऊँ ल तिमी भन न केही हामी चाहिँ यसरी अब त्यहाँ बस्ने हो ल होइन बाइकमा गाह्रो होला नि त अन्त पहिला स्कुटीमा त मलाई ठ्याक्क टेक्न सजिलो हुन्छ बाटोसम्म त गाह्रो भयो भने सरमला स्कुटीको तेल अलराइट गाइज हामी जाँदैछौँ मेरो प्लान थिएन मैले तपाईँहरूलाई अघि भने पनि सकेँ ल्याउँदाखेरि गाउँको बाटो आध दिन भएको छैन भर्खर बिमिरी कटेर आइरहेछौँ यहाँ यो धारानिर यस्तो भइसक्यो लड्लाउ तिमी अलिक समातो भित्रले होइन होइन त्यही बिचरा यो बानो बरु यसरी ल कस्तो लोकल बनाएको पोखिया हो अलिक भित्र ल के भयो त्यहाँ दाइ हजुरलाई वेट वेट वी आर कमिङ भाउजू वाकिङ दाइ राइडिङ लभली है ओ साथी मनी वाकिङ हान्नु पर्ला छ साथी भाइ तिमी चाहिँ कहाँबाट गयौ भ्यू चाहिँ बवाल छ यार साथी उहे त्यहाँ त सनको रेजै आइरह यार भाइ ऊ त्यो डाँडामा हेर न यतापट्टि भाइ सनराइज आयो हेर न यहाँ दुईटा हामी चाहिँ मस्त पिङ खेलेर विचार बस्यो होइन बाटो त खत्तम रहेछ नि हेलो हेलो बाई बाई लिन आऊ हेर त्यहाँ पनि लिन अँ